यति बेला आउनु नि त यसरी दाउरा लिन आउँदाखेरि यस्तो खाजा खाएको अवस्थाले हेर्ने मेरो बुढोले कस्तो खाजा खानुपर्छ यस्तरी ल्या मिठो बनेर उठाएर होला यसरी खोल्चाएर खानुपर्छ गाइस हेर्नुहोस् गाइस कस्तो खुल्चिएछ पाक्यो भने यस्तरी हुन्छ स्ट्रबेरी हो यो पनि पार्को चाहिँ हेरेर तँले घाँस काटेको देखिन्छ जुम गर्ने देखिन्छ मैले देखिनँ